यो चाहिँ सुनसरी इटरीको तालतला पार्कमा भएको ढुङ्गाको आर्ट हो। कस्तो राम्रो राम्रो छ। यो के होला, शङ्ख हो कि के हो, जस राम्रो छ। हजुरहरूलाई म देखाउँछु सबै कुरा। आज कस्तो राम्रो गरी आर्ट गरेछ कि यहाँ चाहिँ यस्तो कुराहरू धेरै छ। अनि यो अर्को धेरै यस्तो ढुङ्गाहरू कुदेर बनाएको छ। यहाँ हेर्न सक्नुहुन्छ सबैजनाले। अब अरू पनि देखाउँछु म हजुरलाई। यो आर्ट गर्ने चाहिँ को होला, कस्तो राम्रो राम्रो गर्नु भएको छ कि यो पार्कमा चाहिँ। यता पनि छ। यो चाहिँ के हो, यहाँ चाहिँ लेख्नु भएको छ तर कस्तो मेटिएको रहेछ कि मैले बुझिनँ। धेरै रमाइलो छ, शीतल छ। घाम लागेको बेलामा रुखहरूको छायारीमा बस्न चाहिँ मान्छेहरू धेरै आउनुहुन्छ। यहाँ शौचालयको व्यवस्था पनि छ। सबैजना आउन सक्नुहुन्छ। इटरी आसपासमा बस्नुभएका सबै, विशेष गरी बालबच्चाहरूलाई यहाँनिर रमाइलो छ। हेर्न सक्नुहुन्छ। आई डोन्ट नो। हामी चाहिँ यो पार्कभित्र छिरिसकेपछि खिच्दैछौँ भित्रको भ्यू। वान साइड, एक साइडपट्टिको सबै त क्याप्चर गर्न सकिँदैन। सो यो हेर्नु होला, कस्तो राम्रो छ कि। मलाई यो हेर्न कस्तो मनपर्छ। यहाँ आएर कति मेहनत लाग्यो होला कि यो बनाउनलाई। अनि सिगरी यहाँनिर छ, हेर्नु न। यहाँ चाहिँ 3 जना कुरा गरेर बसिरहेछन् सबैजना। अब यसको मिनिङ चाहिँ के हो थाहा छैन मलाई। कसैलाई थाहा छ भने भन्न सक्नुहुन्छ। सोध्नलाई यहाँनिर कोही हुनुहुन्न है, तर एकदम राम्रो गरिराख्नु भएको छ कि यो ठाउँ ठाउँमा यसरी। के हो यो चाहिँ थाहा भएन। यो चाहिँ बनाउन बाँकी होला सायद। यसो गएर हामी यता देखाउँछु। छ नि परसम्म छ। यो त तालै ताल छ उतातिर। यो कस्तो राम्रो आर्ट के। नेपाल रहेछ। यहाँ चाहिँ ढुङ्गाको म्युजियम जस्तै नै छ कि जताततै सबै थरीको बनाएर राख्नु भएको छ संरक्षण गरेर। यो चाहिँ के हो, हार्ट हो र होइन के भन्छ यसलाई, यो के हो थाहा भएन है। यता फेरि कस्तो हाँस उठ्दैछ। यता चाहिँ हाँस उठ्ने कुरा त होइन, जे भए पनि। ल अनि यहाँ पनि छ तर कस्तो यता यस्तो छ। अनि फेरि त्यहाँनिर कस्तो सबै कुराको रहेछ के। कुनै कुनै चाहिँ अलिक लाज लाग्ने छ कि त्यो चाहिँ म देखाउँदिनँ। अनि यहाँनिर मलाई यो चाहिँ एकदम धेरै मनपर्छ यो आर्ट चाहिँ। हेर्न सक्नुहुन्छ नेपालको झन्डा। यो चाहिँ मुटु भनौँ, हार्ट। जताबाट हेर्दा पनि सेम देखिन्छ। अनि यता फेरि गार्डनहरू छ। कस्तो राम्रो राम्रो फ्लावरहरू हुँदैछ। यो चाहिँ परदेखि यता सबै घुम्ने ठाउँ हो।
पिकनिकहरूको लागि स्पटहरू पनि छ। यता फेरि पारी जाने पुल, बिचमा ताल। यो चाहिँ यता भएको चाहिँ मिनी ताल हो, सानो। अनि उतापट्टि चाहिँ ठुलो ताल छ। गर्मीको सिजनमा तराईमा धेरै गर्मी हुन्छ, अनि यहाँ आएर शीतल लिनलाई धेरै राम्रो ठाउँ छ। यसरी बोटिङ गर्न नि मिल्यो। आज चाहिँ हामी बिहानै आएको छौँ, त्यति धेरै हुनुहुन्न। भरेतिर चाहिँ एकदम धेरै प्याक हुनुहुन्छ यहाँनिर। Look at here. के हो यो? थाहा छैन भाइ। शीतल छ कि यता रुखको छारीमा बस्ने। अनि यहाँ छ एउटा हजुर ल यो त के हो? यता एउटा गेट हो, एक्जिट गेट। अनि इन्ट्री गेट चाहिँ उता भएर छ। बोटहरू, यो सानो पोखरी, उतापट्टि चाहिँ ठुलो छ। यो चाहिँ लास्टमा हामी आँखा हेर्न आइयो। के हो आँखा? आँखा त होला नि यो, होइन? आँखा त होला नि यो, होइन? लोटसको फुल। जता गए पनि यहाँ चाहिँ यस्तो ढुङ्गाको खोपेको मूर्ति भन्छ के भन्छ छ। हेर्नलाई पनि रमाइलो छ। यता पनि छ। यो चाहिँ रुख रहेछ। बच्चाहरू खेल्ने ठाउँ। ल कस्तो कालो पाएछ हजुर। खोइ लिची फल्न थालेछ कति धेरै। मेरो क्यामेरा क्वालिटी छैन नि त, केही राम्रो आएन। तर जे होस् रियलमा राम्रो आएछ, राम्रो छ भनौँ न। कता बसेर शीतलमा बसौँ न, पानी सानी खाऊँ। यो मेरो भाइ घुम्न आएको। केटा मान्छेलाई त यस्तो हेर्नुभन्दा नि कोठामा बसेर फ्री फायर खेल्नै बेस्ट होला, होइन? होइन? तर त्यस्तो गर्नु हुँदैन, आँखा बिग्रिन्छ। यस्तो ग्रिनरी नेचर हेर्नुपर्छ। हरियाली कति राम्रो छ। जता हेऱ्यो ताल छ बिच बिचमा। हजुर माछा भइहाल्छ नि तालमा। यता चाहिँ पिकनिक स्पट। माथि माथि चाहिँ यो के अरे जिराफहरू पनि छ हेर्ने भए। जिराफ होइन, के भन्छ, मृगहरू। यतातिर चाहिँ बच्चाहरूलाई खेल्ने कुरा छ। सिप्लेटीहरू, पिङहरू। यहाँनिर चाहिँ यतापट्टि हामी चाहिँ इन्ट्री गेटपट्टि आउँदैछौँ। यस्तो सजाएको छ फ्लावर छाताहरू राखेर।
रमाइलो छ तर टाइगरसँग फोटो खिच्दै हुनुहुन्छ। हामी चाहिँ अघि यता घुमिसकेको, त्यही भएर यताभित्र जाँदैनौँ फेरि। यहाँनिर इलेफेन्ट छ। जो बच्चाहरूलाई लिएर घुम्न आउन ठिक छ ठाउँ, हरियाली। यताबाट चाहिँ आउने हो इन्ट्री गेट। यता चाहिँ ठुलो ताल छ बोटिङहरू गर्नलाई पनि रमाइलो छ। बस्तीहरूको बिचमा ठुलो ताल छ, हेर्न सक्नुहुन्छ। सक्यो। आउनुभयो, अब उहाँहरूको टर्न होला। हामी पनि हजुरहरूलाई मैले आज यता इटरी सुनसरी इटरीको तालतला एरिया भिजिट गराएको। यो चाहिँ हाम्रो ठाउँको नजिकको घुम्ने सानो पार्क भनौँ अथवा तालहरू भनौँ, बालबच्चाहरूलाई खेल्ने ठाउँ, फ्रेस हुने ठाउँ ठुलो छ। तर हुन्छ, बाई बाई। केही क्याप्चर गर्न मिल्ने कुराहरू मैले गरेर देखाएँ। अरू भिडियोको लागि म फेरि गर्नेछु।